शेफ सर हजुरको शुभ नाम चाहिँ मेरो सुरज सुवेदी। अलि जोडसँग बोला पछि तपाईँहरू जस्ट एन्ड क्लाउड किचनमा चाहिँ के भविष्य देखेर चाहिँ आउनुभयो तपाईँहरू? यस्तो म चाहिँ बाहिर काम गरेर मान्छे अनि क्लाउड किचन इज अ पर्फेक्ट प्लेस टु ब्रान्ड लाइक स्टार्ट अ ब्रान्ड होइन। अनि आफूले अब रेन्ट गरेर चलाएर त्यसपछि अनि ब्रान्डिङ गर्दाखेरि भोलि बिहान इफ यु क्यान गिभ लाइक गुड क्वालिटी इन रिजनेबल प्राइस देन अफकोर्स आफ्नो ब्रान्डिङ पनि बढ्छ। भोलि बिहान आफूले अझै अपर्च्युनिटी पाउँछ। मेनली चाहिँ जो मान्छे सेफ अब कुकिङमा चाहिँ अलि इन्ट्रेस्टेड छ उसको लागि चाहिँ यो चाहिँ वान अफ द बेस्ट प्लेस। पछि तपाईँहरू चाहिँ पहिला चाहिँ कहाँ काम गरेर आउनुभयो हो? मैले चाहिँ 5 वर्ष जति लन्डनमा गरेँ। हजुर कम्पनीज लाइक विस्टन, हजुर क्रिकेट, कोटा सुसी लाइक। भनेपछि तपाईँको राम्रो एक्सपिरियन्स छ खाना सम्बन्धी चाहिँ? हजुर मैले चाहिँ मेनली फोकस गरेर चाहिँ 3 इयर्स इस्ट एसियन, मलेसियन, सिङ्गापुर, जापानिज, थाई, चाइनिज, इङ्ग्लिस, त्यसपछि 1 इयर जति चाहिँ इन्डियनमा गरेँ। पछि तपाईँको अहिलेको चाहिँ ब्रान्ड नेम चाहिँ थाई कुजिनमा जुन काम गर्दै हुनुहुन्छ यो ब्रान्ड नेम चाहिँ तपाईँहरूले के चुज गर्नु भएको छ? मैले चाहिँ ओकेन करिज भनेर चुज गरेको छु। ओकेन करिज है, स्पेसली चाहिँ थाई कुजिनमा पर्नुभयो तपाईँ चाहिँ है? म चाहिँ स्पेसली चाहिँ आई गिभ लाइक पर्फेक्ट थाई नुडल्स, राइस, करिज एन्ड स्टार्टर्स एज वेल। पछि जस्ट एन्ड क्लाउड किचनमा चाहिँ तपाईँहरूले चाहिँ इक्विपमेन्टको साथसाथ चाहिँ मार्केटिङको चाहिँ कुन तरिकाले मार्केटिङ गरेर आफ्नो खानाहरू चाहिँ प्रमोट गर्दै हुनुहुन्छ अहिले? अब मैले चाहिँ बाहिर देखे अनुसार चाहिँ लोकल मार्केटिङमा चाहिँ मान्छेहरूलाई प्याम्पलेट्सहरू दिएर हुन्छ कि अब हाम्रो अनलाइन बिजनेसमा चाहिँ हाम्रो टिकटकहरूको भिडियो होइन पनि स्टिकर्सहरू राखेर पर्सनल ब्रान्डिङ र मेटा मार्फत चाहिँ अब टिकटक, इन्स्टाग्राम, फेसबुकमा चाहिँ एड्स प्लेस गरेर हामीले चाहिँ एडभर्टाइज गर्न सकिन्छ। पछि जस्ट एन्ड क्लाउडको किचनमा चाहिँ जस्तै तपाईँहरूले सेफ साथीहरूलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ? एउटा सानो मेसेज दिइहाल्नुहोस् न सेफ साथीहरू जुन चाहिँ स्किलफुल सेफहरू हुनुहुन्छ। यदि हजुरलाई चाहिँ फुड इन्डस्ट्रीमा इन्ट्रेस्टेड छ, लर्निङ फेजमा हुनुहुन्छ या फिर युआर एक्सपर्ट, यु क्यान जस्ट कम भिजिट एन्ड हेर्न सक्नुहुन्छ कसरी हामीले काम गर्छौँ। त्यही अनुसार हजुरलाई इन्ट्रेस्ट लाग्यो भने वी हेभ अदर प्लेटफर्म्स फर यु। हामीसँग अहिले अब कोटेश्वरमा छ यो क्लाउड किचन, अब हाम्रो अरू आउटलेट खुल्दैछ चम्सिकेल, थमेल यिनी एरियाहरूमा। हजुर आएर हेर्नुहोस्, इन्ट्रेस्टेड छ भने वी क्यान जोइन टुगेदर, वी क्यान वर्क टुगेदर। पछि जस्ट एन्ड क्लाउड किचनमा चाहिँ किचनका इक्विपमेन्टहरू सबै प्रकार तपाईँहरू आउँदाखेरि चाहिँ के सामान मात्र लिएर आउनुपर्ने हुन्छ? तपाईँ आउँदाखेरि आफ्नो पर्सनल सेफ कोट, एप्रोन एन्ड चपिङ बोर्ड, आफ्नो सेक्सनमा चाहिँ म्याक्सिमम् कुन चाहिँ चपिङ बोर्ड युज हुन्छ त्यो लिएर आउनु होला। त्योभन्दा अरू चाहिँ वी वर्क इन सेयरिङ प्रोसेस, लाइक सबैले सबै चपिङ बोर्ड लिएर आउनु पर्दैन। आफ्नो सेक्सनको लागि कुन सबभन्दा इम्पोर्टेन्ट हुन्छ त्यसरी लिएर आउने। पछि तपाईँलाई चाहिँ जस्ट एन्ड क्लाउड किचनमा चाहिँ कतिको सहज भएको छ किचनको इक्विपमेन्टहरूको हेरेर होइन? किचनको इक्विपमेन्टहरू सबै दिने प्रोमिस गर्नुभएको छ जस्ट एन्ड क्लाउड किचनले चाहिँ। तपाईँहरूले चाहिँ किचनको इक्विपमेन्टहरूमा सबै प्रकारको चुलोदेखि लिएर ओभनहरू सबै पाउनुहुन्छ यो जस्ट एन्ड क्लाउड किचनमा? हजुर, तपाईँले चाहिँ अब आफ्नो क्युजिन अनुसार इन्डियन, चाइनिज, अब सिङ्गल बर्नर, प्लान्चादेखि लिएर पिज्जाको लागि ओभन सबै हुनेछ। तर तपाईँको अब आफ्नो सेक्सन के छ, कुन इक्विपमेन्ट चाहिन्छ त्यो अनुसार चाहिँ हजुरले अझै एक्सप्लेन गर्नुभयो भने क्लाउड किचनले त मिलाएको छँदैछ, त्यही पनि त्यसमा एक्स्ट्रा पनि अझै एड अन पनि गर्न सकिन्छ। हस्, धन्यवाद।